हाम्रो चाहिँ यहाँ एक लट चाहिँ हामीले गोपी बेचिसक्यौँ र खाइसक्यौँ, फेरि लाउँदैछौँ र कोही कोही चाहिँ ठुलाउँदैछ। यस्तो अवस्था देख्न सक्नुहुनेछ। यो चाहिँ हाम्रो धारादी खेत थियो। धारादी भन्ने ठाउँ रहेको छ र माथि चाहिँ मजाले आलु लगाइएको छ। उतैसम्म लगाइएको छ मजाले आलु। धारादी भन्ने ठाउँ रहेको छ। लाले नलाए हुन्छ कालो नयन्छ तिम्रो फाइनली आजको काम चाहिँ सक्यो है त। आजको काम चाहिँ सकियो। ल चाइनिज साग है, चाइनिज साग। This is Chinese Spanish. यो चाहिँ हाम्रो धारादी कुवा भन्छौँ है। हाम्रो यो धारादी साइडको चाहिँ खेतमा चाहिँ हामीले यहीँबाट चाहिँ पानी परिपूर्ति गर्छौँ र यो चाहिँ धारादी कुवा अत्यन्तै पुरानो कुवा हो। यो चाहिँ अत्यन्तै पुरानो र यो कहिले पनि सुक्दैन है। यो कहिले पनि सुक्दैन र यसले चाहिँ हाम्रो यो गाउँठाउँको चाहिँ अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक चाहिँ महत्त्व बोकेको एउटा चाहिँ कुवा रहेको छ र तपाईँले देख्न सक्नुहुनेछ। यो पहिला चाहिँ हामी जमानामा यहीँ चाहिँ नुहाउने, कपडा धुने, नुहाउने कार्यहरू चाहिँ हुन्थ्यो र आजभोलि चाहिँ गाउँठाउँमै पानी आएको कारणले गर्दाखेरि यो चाहिँ हामीले खेतबारीमा यसबाट चाहिँ पानी हामीले प्रयोग गर्ने गर्छौँ र देख्न सक्नुहुनेछ। यो अत्यन्तै पुरानो धारादी कुवा सबै विभिन्न ठाउँमा रहनुहुने सम्पूर्ण हाम्रो यो गाउँठाउँका वासीहरूले अवश्य पनि यो कुवालाई चाहिँ अत्यन्तै सम्झिरहनेछ र यहीँको पानीले गर्दाखेरि हामीले यसरी चाहिँ देख्न सक्नुहुनेछ। यो सब यो आलुहरू लगाइएको छ तल, सबै चाहिँ हामीले यहीँबाट चाहिँ पानी लाने गर्छौँ। यहाँ तपाईँ देख्न सक्नुहुनेछ यो अचम्मको ढुङ्गा रहेको छ। यो ढुङ्गा अचम्मको रहेछ। किन अचम्मको रहेको छ भन्दाखेरि यो ढुङ्गामा चाहिँ यस्तो प्रकारको हेर्ने यो बाघको जस्तो राम्रोसँग हेर्ने यो बाघ जस्तो देखिन्छ है। नजिकबाट हेर्दा यो बाघको मुख जस्तो छ। यो हेर्ने यो बाघको मुख, त्यसपछि यो नाकको भाग अनि यो आँखा यस्तो प्रकारको देखिन्छ। यो टाढाबाट हेर्दा ट्याक्क हेर्दाखेरि चाहिँ यहाँ बाघ जस्तो पनि देखिन्छ। यस्तो हेर्दा बाघको टाउको जस्तो देखिन्छ। यस्तो प्रकारको ढुङ्गा पनि रहेको छ है, देख्नु होला।